इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजुलपा नमस्कार अनि अभिवादन। आजको यो जनसवाल कार्यक्रममा विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसले पछिल्लो समयमा सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै सङ्घर्ष समेत गरिरहेको र सदनमा पनि सङ्घर्ष गरिरहेको अवस्थामा कांग्रेस अब कसरी अगाडि बढ्छ त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री भीमसेन दास प्रधानलाई आमन्त्रण गरेका छौँ। उहाँसँग अब कुराकानीतर्फ लागौँ। भीमसेन दास प्रधानजी, जोजुलपा नमस्कार। जोजुलपा सेकेन्डजी जय नेपाल। तपाईहरुले सङ्घर्ष गर्नुभयो, ओली सरकार गठन गरेको करिब 5 महिना सिद्धिसकेपछि नै सडकमा आउनुभयो। यसको अर्थ के हो? अब चाहिँ केही समय तपाईहरुले पर्खेर बस्नुभयो, अब चाहिँ सरकार विरुद्ध पुरै सडकदेखि सदनसम्म पुरै लाग्नुको लागि तयारीको सङ्केत हो कि कसरी बुझ्ने यसलाई? अब नेपाली कांग्रेसले चाहिँ नै सबै राजनीतिक दलहरू लोकतन्त्रवादमा आओस् भनेर शासक क्रान्तिदेखि यहाँसम्म आइपुग्दाखेरि हैन, अब 15 इलेक्सन पुष्पलाल समूहले भाग लिएर एउटा चरण पार गर्यो हैन। पछि फेरि मालेले चाहिँ नै झापाली आन्दोलनबाट आएर माले बन्यो, मालेले जनमत सङ्ग्रह बहिष्कार गर्यो। 46 सालमा गणेश मानले उहाँले ट्र्याक मिलाउनु भयो, एमालेबाट आएर उहाँ चाहिँ त्यो सङ्घर्षमा उहाँहरू पनि सहयोगको रूपमा आउनुभयो र सफल भयो आन्दोलन बन्यो। र फेरि 52 सालमा माओवादी द्वन्द्व सुरु हो। त्यो द्वन्द्व धेरै नेपालको विक्षेप र तमाम विकास समस्या ध्वस्त पारेपछि राजनीति पर अवरुद्ध हुने भयो हैन, हाम्रो आन्दोलन जुन लोकतन्त्र आन्दोलन प्राप्तिको लागि। र त्यसलाई पनि गिजाबाबुको चाहिँ नेतृत्वमा उहाँहरूले पनि शान्ति प्रोसेस ल्याएर चाहिँ संविधान सभाको चुनाव सम्पन्न भयो। र संविधान सभा चाहिँ त्यो बेला चाहिँ माओवादीको नेतृत्वमा गर्ने सरकारदेखि लिएर वाम सरकार संविधान सभा जारी गर्न सकेन। र त्यसपछि फेरि काङ्ग्रेस सरकार आइसकेमा चाहिँ संविधान सभाबाट संविधान जारी भयो। र त्यो जारी भएपछि त्यसको फेरि कानुनको कुरा समस्या छ। त्यसमा सबै राजनीतिवाद दलहरू मधेस आन्दोलन भइरहेको अवस्थामा राप्रपा नेपालहरू चाहिँ सक्रिय राजतन्त्र नै चाहिँ संविधान राजतन्त्र चाहिन्छ, हिन्दू राष्ट्र चाहिने काल गरेर हिँडेको अवस्थामा ती सबै चाहिँ दलहरूलाई पनि एकै ठाउँमा ल्याएर संविधान कानुनको चुनावको सम्पन्न गर्यो। नेपाल कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाकै प्रधानमन्त्रीमा त्यो काम पनि सम्पन्न भयो। र हामीले त्यसपछि चाहिँ चुनावमा चाहिँ उहाँहरू सबै लोकतन्त्रवाद आएछ, हामी खुसी नै छौँ, हाम्रो मुद्दा जित्यो, राजनीतिक मुद्दा चाहिँ हैन। चुनावको परिणाममा हामी हारे तापनि हामीले खोजेको राजनीतिक मुद्दा नेपालको समग्र पार्टीहरू एकै ठाउँमा बसेर लोकतन्त्रवादमा हिँडेर नेपालले समृद्ध र खुसी नेपाली बनाउने हामी सबैको लक्ष्य। त्यसमा उहाँहरूले नाराबन्दी दिनुभयो, चुनाव जित्नु पनि भयो, त्यसपछि सरकार बनाउनु भयो। र सरकार बनाइसकेपछि हामीले अब सहयोग गर्नुपर्छ सरकारले भन्ने आशाले धेरै कुरा चित नबुझ्दाखेरि हैन, हामीले बजेटलाई सहज ढङ्गबाट पास गरिदिए, कुनै किसिमको अवरोध बिना सहयोग गरेको थियो। त्यति मात्र होइन, हामीले त्यसपछि पनि हामीले धेरै कुरामा त्यहाँ चाहिँ नि राखेको छ हामी प्रस्तावहरू हैन। त्यसलाई पनि हामी त्यति ठुलो अवसरमा लिने त कहाँनिरबाट सुरु भयो भने अलिकति असहयोगको चाहिँ हामीसँग सल्लाह नगरिकन एमाले त्यो अध्यादेश हैन, स्वास्थ्य शिक्षा अध्यादेश चाहिँ ल्याउने क्रममा चाहिँ उहाँहरूले त्यो प्रतिस्थापन विधेयक ल्याउनु खोजेको हो। त्यो ल्याउन चाहिँ म्याच सक्यो हैन। अब 20 गतेसम्म भित्र ल्याउनु पर्ने, राष्ट्रपति अनुमोदन पर्ने कुरा नभएपछि उहाँले त्यसैमा धेरै कुरा मूल चाहिँ तात्विक चाहिँ धेरै कुरा फरक पारेर ल्याएपछि हामीले यथावत नै त्यो हुनुपर्छ। र त्यसै मुद्दा लिएर गोविन्द केसी डाक्टर गोविन्द मुद्दा त्यहाँ अनसन बसेपछि उहाँको जीवन रक्षालाई हामीले संसद अवरोध गरेको हो। अब त्यो मुद्दा त सिद्धियो नि, त्यो मुद्दा सहमति भइसक्यो। त्यसपछि अब अवरोध सक्यो भने त्यो सक्यो हैन। त्यसपछि अहिले आएर के भयो भने त्यो हामीले त्यसपछि सरकारले मान्यो। अहिले चाहिँ छलफल आजको छलफल छ हैन, त्यहाँ धेरैले चाहिँ अब आफ्नो प्रस्ताव पनि राखेको अवस्था छ अनि संशोधन प्रस्तावहरू अब छलफल क्रममा छ। हामीले पनि राखेको छौँ हैन, एमालेको साथीले राख्नुभएछ, त्यो आफ्नो ठाउँमा अब जाला बिस्तारै हैन। त्यसलाई किन उहाँले सरकारसँग सहमति गरेको कुरामा चाहिँ अब कति साँच्चै सहमति लेटर स्पिडमा उहाँले काम गर्छ त्यो कुरा हामी हेर्नु बाँकी नै छ, कार्यान्वयनको प्रोसेस बाँकी छ हैन। भनेपछि त्यो कसरी ल्याउँछ अब त्यो उहाँहरूले हैन, कुन रूपमा पास गर्न अवस्था आउँछ भन्ने विषयमा हामीले त्यसैमा अलि दबाब दिने हो हैन। र अर्को कुरा अहिले आएर चाहिँ हामीले यो आन्दोलनको रूपमा बाहिर चर्चा आएको छ हैन। विविध पक्ष थियो, त्यसपछि सबै पक्षले मूल्य वृद्धिदेखि लिएर हैन, संविधान कार्यान्वयनमा चाहिँ नगरेको कारणले हैन, र यदि शान्ति सूच खल्बेको अवस्थामा अहिले त्यो एउटा भीमदेवी पन्त भन्नेको एउटा ज्यान गर्ने बालक बलात्कारको हैन, त्यहाँ जुलुस निकाल्दै पनि जुलुसमाथि लाठचार गर्ने, जसले न्याय खोजेछ न्याय पक्षलाई पीडितलाई चाहिँ राहत दिने कि पीडकलाई समात्ने, त्यो कुरा पनि अहिलेसम्म निरूपण भएको छैन हैन। यी सबै यावत समस्याहरू चाहिँ नि र संविधान कार्य प्रतिस्पर्धसँग पनि खास चाहिने एउटा सहज रूपमा बातचात नगरेको अवस्थामा एक किसिमको चाहिने अब द्वितीय बहुमत छ, हामी जे पनि गर्न सक्छौँ भन्ने मनसाले अहिले नेपाल सरकार हिँडेको अवस्थाले यसलाई चाहिँ हामी सही बाटोमा, ताकि हाम्रो एउटै चिन्ता छ हामी ल्याक व्यवस्था स्थिर सरकार चाहिन्छ, तर स्थिर सरकार मात्रै त्यो व्यवस्थामा कतै
आउँछ भने चिन्ता हामीलाई भयो कि संविधान कानुनमा चाहिँ होइन संविधानलाई मिच्ने काम भएको हुनाले यी सबै यादहरूलाई राखेर हामीले अहिले आन्दोलन गरेर पहिले त्यही भएको हिजोको चाहिँ आन्दोलन थियो हाम्रो 70 जिल्ला व्यापी र त्यो आन्दोलनको एउटा चरण पास भयो त्यो पार भयो। अब अहिलेको मुद्दा भनेको चाहिँ नि अब अहिले पनि हामीले प्रधानमन्त्रीलाई नै हाम्रो पार्टी सभापतिले 1-2 चरणमा चाहिँ नि यो अहिले अदालतको चाहिँ नि गरिमाले बचाउन उसको अस्मिता जोगाउनलाई होइन अदालतले एउटा स्वतन्त्र न्यायपाल रूपमा रहन दिनलाई चाहिँ धेरै हस्तक्षेपकारी भूमिका खेल्नु हुँदैन सरकारले भन्ने हिसाबमा आग्रह गरिरहेछ। त्यो आग्रह गर्दा पनि अहिले पनि के छ भने अब हामी 2-3 चरण चाहिँ नि 3-4 चरण नै बैठक बसिसकेको अवस्था होइन तर त्यो बैठकमा ननिकालेको तर यही गर्छु भन्ने निर्णय पनि नभएको अवस्थामा होइन। सुरुमा उहाँले के भन्नुभयो भने त्यहाँ बैठकमा चाहिँ नि अलिकति हाम्रो पार्टीभित्र राय बाजिएको छ यो विषयमा होइन बाहिर पनि धेरै कुरा आइरहेछन् त्यसैले चाहिँ हामी सकभर यसलाई सहमतिकै बाट चाहिँ गरौँ यो एउटा यस्तो संवेदनशील ठाउँ सर्वोच्च प्रधान न्यायाधीश भनेको प्रधान न्यायाधीशको सवालमा होइन भनेपछि हामीले 3वटा मिति उहाँहरूकै सुझावमा हामीले प्रस्ताव दियौँ। प्रधान न्यायाधीशको सवालमा साँच्चै चाहिँ कङ्ग्रेस र चाहिँ नेकपाको चाहिँ अलिकति चाहिँ द्वन्द्व भएकै हो। द्वन्द्व भनेको निर्णय प्रक्रिया त पुगेको छैन होइन छलफलमै छन् होइन उहाँहरूले केही कुराहरू त्यहाँ उठाउनु भएको छ त्यस कुराको उठान क्रममा पनि सामान्य प्रधान न्यायाधीशलाई नै हामीले संसदीय सुनवाई समितिमा बोलाएर सबैले उहाँले प्रश्न र उहाँबाट विभिन्न पत्र निस्केका कुराहरू र उहाँमाथि परेका उजुरहरू होइन 5 उजुर छ 5 उजुरलाई चाहिँ हामीले उहाँलाई राखे त्यसपछि उहाँले प्रत्युत्तरमा यी सबै कुराहरूको जवाब दिनुभएको अवस्थामा त्यो जवाब कति चित्त बुझ्दो छैन भन्ने विषयमा छलफल भएकै छैन अहिले कहिले चित्त भयो कसैले चित्त बुझेन समितिमा म पनि समितिमा छु होइन। अब यो समितिमा छलफल भइरहँदाखेरि जो तपाईँको चाहिँ सर्टिफिकेटको कुरा पनि आइरहेको छ के हो त त्यो विवाद सर्टिफिकेट कुरा सबभन्दा पहिले होइन सञ्चार माध्यमले निकाल्यो होइन निकालेपछि त्यो कुरा त्यहाँ कुनै पनि उजुर थिएन उहाँको सर्टिफिकेट नक्कली हो होइन उहाँले चाहिँ नि दोहोरो सिम्बल नम्बर राखेको छ भने कसैको पनि उजुर त्यहाँ परेको छैन। हामीले सुनवाई गर्ने उजुर परेको माथि सुनवाई गर्ने हो होइन त्यो म्यादभित्र आएका उजुरहरूलाई भनेपछि अहिले त्यो कुरा आइरहेको अवस्था तर उहाँले त्यो कुरालाई पनि त्यहाँ चाहिँ नि उहाँले चाहिँ नि अब 29 सालमा पास गरेको रहेछ होइन एसएलसी भने कि हामी कहाँ 3टा परीक्षा बोर्ड छ कि नेपालमा त्यो बेला होइन एउटा नेपाल सरकारको होइन परीक्षा नियन्त्रण एसएलसी बोर्ड भयो होइन त्यसपछि गोपाल पाण्डे असिमको दरा स्कुलमा रहेको नेपाल शिक्षा परिषद भन्ने थियो त्यसमा चाहिँ साइन्स अङ्ग्रेजी दिनु पर्दैन त्यो मलाई पनि थाहा छ त्यहाँ होइन अनि त्यसपछि अर्को चाहिँ नि कृष्णप्रसाद पराजुलीको उहाँकैले खोलेको नेपाल सरकार स्वीकृति प्राप्त नेपाल राष्ट्रिय विद्यापीठ भन्थ्यो होइन त्यसमा चाहिँ धेरै एसएलसीमा फेल हुनेहरू होइन एसएलसी दिनलाई चाहिँ अलिक गाह्रो हुनेले चाहिँ त्यसमा पनि जाँच दिएर होइन पास गरेर आउँदो रहेछ होइन थुप्रै छन् त्यस्ता नेपालमा होइन त्यो एकदम नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्थान हो उहाँले त्यसबाट चाहिँ नि पास गरेको रहेछ प्रवेशको परीक्षा होइन 29 सालमा त्यो सबै उहाँले क्याम्पसमा त्यो कुरा दिएका कुरा सबै नक्कल नै राखेर हामीले त्यहाँ बुझाएको छ होइन उहाँले पछि ल क्याम्पस जोइन गरेको होइन त्यसपछि उहाँले पद्मोदयमा चाहिँ 80 सालमा चाहिँ त्यस परीक्षा दिएको होइन त्यो सबै राखेर एउटा चाहिँ युनिभर्सिटीबाट निकालेर उहाँले हामीलाई त्यसको फोटो दिनुभएको थियो होइन भनेपछि अब त्यो कुरामा के कुरा त त्यो गलत हो भन्ने कुरा त प्रमाण चाहियो नि होइन कि त्यसमा छानबिन हुनु पर्यो अनि पछि मात्रै त्यो कुरा चाहिँ इन्टरटेन गर्न सकिन्छ होइन तर त्यसैको आधारमा चाहिँ नि त्यत्रो झन् 30 वर्ष जति चाहिँ न्याय सेवामा काम गरिसकेको प्राध्यापन पेसा र न्याय सेवा उहाँ 30 वर्ष नै भयो होला जस्तो लाग्छ मलाई होइन उहाँ पहिले प्राध्यापक हुनुहुन्थ्यो क्याम्पस चिफ पनि बन्नुभयो यी सबै युनिभर्सिटी जारी खाँदा युनिभर्सिटी त्यो बेलै उहाँको नक्कली हो भने चाहिँ युनिभर्सिटी हरेक कुरा एटेस्ट गरेर लिन्छन् नि भनेपछि अहिले एउटा क्यारियर क्लाइमेक्समा पुगेपछि प्रधान न्यायाधीश बन्ने कुरा मात्र त्यो कुरा उठान गर्दाखेरि कतै चाहिँ नि अब यो अलि छ अलिकति हाम्रो यो चाहिँ हामीमा अलिकति पोलिटिकल म्याच आएको छैन उहाँहरू कुनै पार्टी मेम्बर होइन चाहे त्यो गोपाल प्रसाद पराजुली होस् चाहे चाहिँ पछि आउने न्यायाधीश हो उहाँहरू स्वतन्त्र होइन न्याय क्षेत्रमा काम गरेको न्याय दिने न्यायमूर्तिहरू हुन् होइन उनले पार्टीको टिकट लिएकै हुँदैन होइन भनेपछि अलिकति के भने कसैको आस्था होला भोट खसाललाई काङ्ग्रेसले खसाल्ला कसैले एमाले खसाल्ला कसैले यसपालि एमाले काङ्ग्रेसले खसाल्ला त्यो त हो नि चोइस भनेको डेमोक्रेसीमा त्यस्तो रूपमा काम गरेको कर्मचारीबाट चाहिँ भनेर जो न्याय सेवाबाट आएको मान्छेलाई चाहिँ नि एकाएक चाहिँ त्यसलाई त्यही रूपमा मुद्दा लगाएर चाहिँ नि हटाउँदाखेरि न्याय सेवामा चाहिँ एउटा ठुलो अन्याय पर्छ भन्ने हाम्रो धारणा हो त्यस कारण त्यसको जस्टिफिकेसन गर्नुपर्छ हाम्रो भनाइको। अब प्रक्रिया के हुन्छ कसरी यो टुङ्गिन्छ तपाईँ पनि त्यो समितिमा पनि भएको कारणले तपाईँहरू कसरी टुङ्ग्याउनुहुन्छ अब आज 3:30 होइन अनि त्यसपछि उहाँले 3टा मिटिङ सारेपछि
अब हामीले पनि उहाँहरूको बहुमत पनि छ होइन, नेपाल कम्युनिस्ट पार्टीका साथीहरूको त्यहाँ झन्डै बहुमत नै छ भने अब यो रिफ्लेक्सन भयो संसदमा जसरी उहाँको पनि त्यसको रिफ्लेक्सन चाहिँ सन्देश सुनाइसम्म पर्यो भने उहाँसँग बहुमत छ, 2/3 बहुमत पुग्छ उहाँसँग होइन। तर 2/3 बहुमत पुग्छ भन्ने पनि केही आधार बिना नै आरोप लगाएर होइन एउटा चाहिँ नि व्यक्तित्वलाई चाहिँ नि क्यारियरको चाहिँ नि क्लाइमेक्समा होइन अन्तिम अवस्था निकाल्दा त्यसले चाहिँ नि न्याय सेवाले राम्रो त्यो त्यसले पनि हामीले भले पनि हामीले क्वेसन गर्छ नि यो के गरेको चाहिँ यो संसदीय सुनवाई समितिले केही आधार बिना कार्य गर्दैछ त्यत्रो न्यायाधीशलाई भनेपछि त्यसले त हामीले पनि आरोप बस्दैछ। हामीले त्यो आरोप बस्नलाई पनि प्रुफ सहित चाहिँ नि छलफल हुनुपर्छ होइन, वस्तुगत रूपमा त्यो सही हो वा तथ्य सत्यको आधारमा चाहिँ नि त्यो निर्णय प्रक्रिया जानुपर्छ। हाम्रो मान्यता हो त्यसको लागि चाहिँ नि केही समय चाहिँ हामी अस्तिले होइन यो बारेमा तपाईँहरूले चाहिँ छलफल गर्नुहोस्, हामी पनि गरौँ न पार्टीसँग, हामी पनि गरेको पार्टी भन्ने विषयमा चाहिँ नि अनि पार्टीले त्यही भन्यो त्यो कुनै आधार बिना चाहिँ नि त्यसरी चाहिँ नि टुङ्ग्याउनु मिल्दैन, आधारै चाहिन्छ। अब प्रक्रिया के छ त, अब कसरी यो टुङ्ग्याउँछ त्यही त हो नि। अब आज छलफल हुन्छ होइन, उहाँले चाहिँ नि अब बिना आधार आज 2/3 बहुमतले नै पास गरौँ भनेर त्यसमा हाम्रो सहमत हुनु छैन। 2/3 बहुमतले आधार चाहियो नि, भोलि त त्यो सभापतिलाई पनि त्यतिकै आरोप आउँछ। कस्तो सभापति बिना आधार चाहिँ प्रधान न्यायाधीश जस्तो पदलाई चाहिँ नि केही पार्टीका 2/3 बहुमतले फाल्न मिल्छ? आधारको आधारमा फाल्नु पर्यो फाल्नु भने त्यसमा हामी पनि सहमत छौँ। उहाँको आधार त्यस पुगेको छ भने सबै कुरा प्रमाणित हुन्छ भने त्यो कुरा अयोग्य ठर्न पनि सकिन्छ नि उहाँको त्यो पदको लागि। तर त्यस्तो कुनै किसिमको चाहिँ अहिले प्रमाणहरू आएको छैन। ती कुराहरू नभएसम्म चाहिँ वास्तवमा हामीले हतारेर चाहिँ नि निर्णय गर्नु हुँदैन भने हाम्रो भनाइ हो। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला नेवाला यो सँगसँगै तपाईँहरूले उठाउनु भएको अर्को एउटा मुद्दा भनेको संसदमा उठाउनु भएको सदनमा पनि तपाईँहरूले ल्याउनु भएको छ कि यो केन्द्रदेखि अर्थात् सङ्घदेखि प्रदेशसम्म पनि सभामुख र उपसभामुख एउटै पार्टीको अब भयो। विगतमा एमाले र माओवादी केन्द्रको थियो, अहिले आएर चाहिँ एउटै पार्टी भइसकेपछि एउटै पार्टीको भयो। अब यो चिज परिवर्तन गर्नुपर्छ, यो संवैधानिक व्यवस्था भनिराख्नु भएको छ, तपाईँहरूले मुद्दा उठाउनु भएको छ। तर नेपाल कम्युनिस्ट पार्टीका नेताहरू सरकार पक्षधरहरूले होइन यो विषय चाहिँ अदालतमा मुद्दा भइरहेको अवस्थामा यो विषयमा छलफल हुँदैन, अहिले जे छ त्यही कायम हुन्छ भनिरहेको अवस्था छ। तपाईँ के भन्नुहुन्छ? त्यो पहिले त्यो मुद्दा थिएन होइन, हामीले मसिनो स्वरमा उठाएको त्यसलाई चाहिँ कमसेकम चाहिँ यो कुरा पनि टुङ्गाओस् भनेर। तर उहाँले त्यसमा ध्यानै दिनु भएन प्रतिशत भन्ने कुरालाई चाहिँ होइन। नभएपछि हामी बिस्तारै यो अलिक स्वर गुन्जिँदै आएछ अब संसदभित्र होइन। अब हामीले यो मुद्दा किन उठाउनु पर्छ भने त्यहाँ स्पष्ट रहेको छ संविधानमा होइन, भिन्न दल भिन्न लिङ्ग होइन। हिजो पनि त्यही भएको, हिजो चाहिँ नेकपा एमाले सभामुख चाहिँ सुभाष नेमाङ भएको न, अर्को मधेस दलबाट चाहिँ झा भएको थियो होइन। अब राष्ट्रपति पनि त्यही हो, सबै ठाउँमा त्यही हो नि। तर उहाँहरूको अहिले भनेको के छ भने हामी हिजो चाहिने फुट्दाखेरि लिएको कुरा हो भन्नु होइन। तर संविधानमा त स्पष्ट त्यो अगाडि होस् पछाडि होस् न, मोरली त बााउन्ड गर्यो नि उहाँले नैतिक रूपमा त होइन। जब स्पष्ट संविधानमा भिन्न दल र भिन्न लिङ्ग भनेपछि त त्यही अनुरूप हुनुपर्छ हाम्रो मान्यता हो होइन। अब त्यो बारे छलफल हुन बाँकी नै छ। उहाँले पनि अहिले भनेकै छैन, त्यस्तो किसिममा स्ट्यान्ड लिएको अवस्था पनि छैन। तर हामीले यो इस्यु उठाइरहेछ, त्यसमा चाहिँ अब सम्बोधन चाहिँ हुनुपर्छ, हाम्रो भनाइ त्यही हो। तपाईँहरूको मुद्दा यो चाहिँ सदनदेखि सडकसम्म, यो सदनदेखि सडकसम्म तपाईँहरूले उठाउनुहुन्छ? त्यो त हाम्रो पनि सदनमा उठ्छ ती कुराहरू, र सदनले चाहिँ ध्यान दिएन भने त्यसपछि सडकमा जाने स्वाभाविक हुने भयो होइन। अब त्यो जनताको पनि मत पनि चाहिने हामीलाई त होइन। त्यो कुरा सही हो भन्ने कुरा जनमत हाम्रो पक्षमा छ कि छैन भन्ने कुरा हेर्नलाई पनि हामी सडक जानुपर्छ। जस्तो गोविन्द केसले उठाएको मुद्दा जनताको त्यो लहर आयो नि, हामीले खालि के त्यसले ध्यान आकर्षण गर्छ सरकारको है, त्यसको जीवन रक्षा गरिदियो है। अरू कुरा हामीलाई थाहा छैन। त्यसको जीवन रक्षाले चाहिँ त्यो अध्यादेश भूभावको लागू गरिदियो, नत्र ऊ मर्ने भयो। उसले फेरि अर्को समस्या ताकि सङ्गीतै धारा पर्न सक्छ होइन। हामी हिजो पनि 46 सालमा त्यही देखेको, नागरिक समाज जुरुको उठेपछि आन्दोलन सफल भएको नि। त्यो बेला चाहिँ हाम्रो एउटा नागरिक अभियन्ता डाक्टर मेस मास्के थियो होइन, उता मथुरा श्रेष्ठ थियो होइन, उहाँहरू मन्त्री पनि हुनुभयो, राजदूत हुनुभयो। अर्को चाहिँ डाक्टर चाहिँ हाम्रो सुन्दरमणिजी हुनुहुन्छ, कसले नजिक डाक्टर सबैले चिन्यो। आज गोविन्द केसले त्यही आफ्नो स्वास्थ्य सम्बन्धी व्यथितिलाई चाहिँ थितिमा ल्याउनलाई उहाँले उठाएको हुँदा आम जनतासँग सरोकार भएको सबै जनताले साथ दियो, सबै नागरिक समाज साथ दियो। त्यो साथ दिँदाखेरि उसलाई मर्न दिनु हुँदैन, उसको जीवन रक्षा हामीले आज उठाए भयो। त्यो चाहिँ हाम्रै कारणले संसदमा सरकारले सुन्ने अवस्था आयो।
अबको मुद्दा भनेको तपाईँहरूको राजनीतिक मुद्दा भनेको त्यो चाहिँ संवैधानिक मुद्दा चाहिँ हाम्रो सभामुखै हो होइन। अब राजनीतिक मुद्दा त पछि बिस्तारै अरू पनि थप्न सक्छ। अहिलेको प्रमुख मुद्दा भनेको चाहिँ नि यो कुराले चाहिँ अब हुनुपर्छ भने हाम्रो त्यो संविधान दिएकोलाई त संविधान कारणमा संविधान मिच्न पाएन नि उहाँहरूले होइन। जस्तै उहाँले संविधान कहाँ मिच्यो भने होइन, सुरुमा पनि हेर्नुहोस् उहाँले सबभन्दा पहिले चाहिँ नि नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री चुनावको सम्पूर्ण कार्य गर्ने क्रममा राष्ट्रसभामा 3टा नोमिनेट गर्ने नाम पठाएको। त्यो पूर्ण दिनुपर्ने नि, सबै कुरा भइसक्यो इलेक्सनमा। अब 3टा बाँकी छ नेपाल सरकार निर्णय। त्यो दिँदाखेरि त्यसलाई पनि हेपेर नै के गर्नु छ, द्वितीय बहुमत आइसक्यो भनेर उहाँले जबरजस्ती त्यसलाई खारिज गरेर अर्को नामले त्यसमा बनायो। त्यति सहयोग हामीले उनीहरूलाई त्यति आवाज उठाएन, हामीले भन्यो यो गलत भयो भनेर, तर हामीले संसद अवरोध गरेन। त्यसपछि अर्को कुरा चाहिँ अब त्यो प्रधानमन्त्री हुने बेलामा नै होइन, संसदमा शपथ गर्न प्रधानमन्त्री बन्न पाइन्छ। मैले चाहिँ भोलि चाहिँ आफूले सांसद बन्नलाई त शपथ गरेर पनि म पुरा संसद हुँ नि, अनि संसद भएपछि मन्त्री खाने हो भने प्रधानमन्त्री खाने, त्यसलाई पनि तोडेर उहाँले त्यहाँ पनि संविधान मिच्नुपर्ने। त्यसमा पनि हामी अलिकति ठिकै छ, यिनीहरूले अब अलिकति दम्मै देखाएको छ। अब किन यो इस्युलाई, किन हाम्रो त मेन व्यवस्थापिका असफल भयो हाम्रो चिन्ता नि होइन, सरकारको कुरा होइन, व्यवस्थापिका नै असफल भयो भने त सकिन्छ। र अहिले हाम्रो चिन्ता पनि कमसेकम संविधान नेपाल सरकारले सँगै लोकतन्त्र नेपाल हामी सबै मिलेर ल्याएको जुन चाहिँ नि संविधान, त्यसलाई सबै मिलेर होइन त्यसको चाहिँ कार्यान्वयन गरौँ र त्यता कतैबाट त्यसको विचलन नहोस् भन्ने हाम्रो आग्रह हो। संविधान त पछि संशोधन गर्न सकिन्छ नि, प्रत्येक वर्ष गर्न सकिन्छ, प्रत्येक सेसनपछि गर्न सकिन्छ। त्यो त्यस्तो कि नभइकन भएको संविधानलाई कुनै किसिमको चाहिँ संविधानलाई मिच्न खोजेको हुनाले अहिले यो पनि त्यही नै हो होइन। यो उपसभासम्म पनि त्यो त छ नि, संविधान लेखेको छ नि, त्यो संविधान मुद्दा नै हो नि, त्यो गर्नै पर्ने काम। अनि संविधानको लेटर एन्ड स्पिरिट अनुसार काम गऱ्यो भने त हामीले चिन्ता हुने भयो नि। यो त पुरै चाहिँ नि अब कम्युनिस्ट शासन लाग्न खोजेको हो कि सर्वसत्तावाद लाग्न खोजेको, अध्यावाद उनीहरूको लागेको, कतै त डेमोक्रेसी फेरि चाहिँ नि अर्को ट्र्याकमा हिँड्ने हो कि भन्ने कुरा चिन्ता त हामीले किन हामीले बचाएको लोकतन्त्र व्यवस्था होइन, उहाँहरूसँग ल्याएको हो नि यो बातमा त हामी त्यो कुरा खुसी छ। उहाँहरू एउटा बातमा आउनुभयो, उहाँहरू बहुमत सरकार बनाउनु भयो, हिजो प्रचण्ड पनि बन्नुभयो होइन। तर प्रचण्ड भन्दाखेरि हामीले त संविधान ल्याउनुको सहयोग गरेकै हो नि। उहाँले सरकार फाल्ने कुरा हामीलाई 4 वर्ष उनीहरूकै सरकार हो। प्रचण्डजी रहनुभयो, त्यसपछि महाकुमार रहनुभयो, त्यसपछि झलनाजी खनाउनु, त्यसपछि बाबुराम भट्टराई लाउनु, त्यसपछि मात्रै चाहिँ खेलाडी मिली गरेर चुनाव भएको हो नि। तर हामीले कहीँ त्यसपछि चुनाव भइसकेपछि सरकार हामी बहुमत हामीले सरकारले संविधानमा जारी गरे, कहीँ विदेशी शक्तिको बावजुदमा हामी जारी गरेर हामी सबै मिलेर। भन्दाखेरि अब तपाईँहरूसँगको मुद्दा भनेको एउटा गोविन्द केसीजीको चाहिँ सहमति भएको उहाँसँगको सम्बन्धमा कार्यान्वयनको एउटा मुद्दा, अर्को भनेको राजनीतिक रूपमा संवैधानिक मुद्दाको रूपमा सभामुख र उपसभामुखकै मुद्दा हो। त्यो चाहिँ सङ्घदेखि प्रदेशसम्मको तपाईँहरूको मुद्दा, यो मुद्दालाई नै केन्द्रित बनाएर तपाईँहरू अगाडि बढ्नुहुन्छ। अहिलेको देखेको मुद्दा राजनीतिक मुद्दा त्यही नै हो। अब चाहिँ तपाईँको 5 महिना नागिसकेको छ ओली सरकारको, यसलाई समग्रतामा मूल्याङ्कन गर्दाखेरि कसरी पाउनुभएको छ? यो सरकार जुन ढङ्गबाट चाहिँ जितेर आएको थियो, 5 वर्षको लागि म्यान्डेट लिएर यो चाहिँ जुन मत ल्याएको थियो, त्यो आधारमा चाहिँ यो लोकप्रिय कतिको बन्दै गइरहेको, अलोकप्रिय बन्दै गइरहेको? सुरुको टेकअपमा चाहिँ नै एकदमै लोकप्रिय काम गर्नुभएको थियो उहाँले। नीतिगत निर्णयहरू चाहिँ सिन्डिकेट समाप्त पार्ने, यो बाटो टाइममा नहुने ठेकेदारलाई कारवाही गर्ने होइन, भ्रष्टाचारलाई चाहिँ कारवाही गर्ने भन्ने कुरा नीतिगत कुरा सबै हो होइन। मन्त्रीमण्डल पनि सानो बनाउने भनेर जुन किसिमको लेटर एन्ड स्पिरिटमा भयो, त्यो चाहिँ एउटा चाहिँ समृद्ध नेपाल सुखी नेपाल बनाउनलाई चाहिँ आम नेपाल जनता कन्सर्न भएको चिजलाई उठाएकै हो। तर उठाउनु भयो, तर बैठान गर्न सकेन। अहिले कहीँ पनि देखेँ त्यसको चाहिँ रिजल्ट चाहिने भनेपछि युङको त्यो नै रह्यो भनेपछि त्यो कारणले चाहिँ उहाँहरू अनपपुलर हुँदै गइरहेको छ। र त्यसपछि गोविन्द केसीको मुद्दाले त उहाँहरूको यति साख गिर्यो कि होइन। र प्राणमा साथ चाहिँ गोविन्द केसी चाहिँ कथम कदाचित त्यो बेला चाहिँ मरेको भए चाहिँ अब जुम्लामा गएर 11 दिन संसद अवरोध गरिरहेको बेलामा हाम्रो संसद रोकेर 11 गते छाड्यो, बाढले त्यहाँ चाहिँ मतलब रेप्रेसन गर्यो। त्यो नीतिको उनीहरूको प्लानिङ रहेछ उहाँहरूको, हेर्नुहोस् है, प्लानिङ अनुसार उहाँहरू त्यसपछि चाहिँ त्यो झन् आन्दोलन उठ्यो। गोविन्द केसी छोडेन, म बरु मर्न तयार छु, म यो मुद्दाबाट हट्नु भनेपछि अनि पछि सरकार चाहिँ संसद हामीले अवरोध गरेको भयो होइन। हामीले त्यसको लागि जुलुस पनि निकाले, हामीले निषेधाज्ञा तोडे पनि नागरिक समाज जोड्दै गएपछि अनि अब चाहिँ अब भएन, पछि कतै केही होला भनेर उहाँहरू चाहिँ कमसेकम समयमै त्यसलाई सम्बोधन गरेको एउटा निकासा निस्क्यो। अब चाहिँ अलोकप्रिय बन्दै गयो गइरहेको होइन। जस्तै हामी पनि अलोकप्रिय होइन के निर्णयले, न त हामी किन चुनाव हार्छौँ होइन। वाम गठबन्धन मूल कारण हो, तर हामीले उठाएका इस्युले पनि जनताको ध्यान आकर्षण हो नि। यो ठिक भएन। अन्तर्विरोध, आन्तरिक विरोध, घाट प्रतिघाटको पनि त्यो घाट प्रतिघाट भन्दा पनि हामी पनि जनतामा बिचमा हाम्रो पर्फर्मेन्सको आधारमा हामीले के इस्युहरू मुद्दा उठायो, त्यो जनताले पाछे भएन नि। यो गलत मुद्दा उठाएछ भने काङ्ग्रेसले भन्ने कुरा, त्यो कुरा त हामीले त्यसको नतिजा त हामी भोग्नु पऱ्यो नि। अहिले पनि के हो, हामी अझै पनि भन्छौँ सरकार 5 वर्ष चलाओस् होइन, राम्रो काम गरोस्,
यो नेपाल कम्युनिस्ट पार्टीको सरकारले र अर्को 5 वर्षपछि जित्ने किसिम काम गरोस् न, हाम्रो शुभकामना छ। तर अहिले उहाँले चाहिँ नि झन्डै एकदम पेलाइबाट चाहिँ जानिरहेछ। बहुमतमा जे पनि गर्न सकिन्छ, 2 बहुमतले होइन भनेको चाहिँ नि हिसाबमा दौडेको हुनाले चाहिँ अलि जनताले यसले चाहिँ नि सोचिरहेको छ यो गलत भयो भन्ने कुरामा। त्यो गलत बातमै सही बातमा हिँड्नु हाम्रो उहाँलाई शुभकामना छ। तपाईँ भनिराख्नु भएको छ कि अब 5 वर्षको म्यान्डेट पाएको, 5 वर्ष राम्रो चलाओस्, देशमा आर्थिक समृद्धि होस्, विकास होस्, सबै चिज होस्, जनताको चाहना अनुसार होस् भन्ने पनि चाहनुहुन्छ। तपाईँ यसरी पनि भनिराख्नु भएको छ, तपाईँको पार्टीका नेताहरूले पनि भनिराख्नु भएको छ। तर यो सँगसँगै तपाईँहरूको रणनीति बाहिर आइरहेको कुरा सुन्दाखेरि तपाईँहरूले छाया सरकार बनाउँदै हुनुहुन्छ, यो सरकार भर्सेसको जस्तो सरकार छाया सरकार बनाउँदै हुनुहुन्छ भन्ने कुरा पनि आइरहेका छन्। के हो त यो छाया सरकार भनेको सरकारले गरेका गतिविधि सम्बन्धित मन्त्रालय गतिविधि के कस्ता छन् र कसरी चाहिँ फ्युचर प्लानमा जानुपर्छ भन्ने हाम्रो राय सुझाव पनि हुन्छ र गलत गऱ्यो भने त्यहाँ चाहिँ हामी समयमा औल्याउने पनि हो होइन। त्यसको छाया सरकार हामीसँग बजेट त हुँदैन नि, कमसे त्यो मन्त्रालयले चाहिँ सम्बन्धित मन्त्रीले त्यसको सबै होइन नियमन अनुगमन चाहिँ इन्डाइरेक्ट रूपमा गरोस् त्यो, अनि त्यसपछि संसदमा उठाउने विषयको रूपमा एउटा मुद्दा रूपमा राख्न सकोस् भनेर। त्यो मुद्दा भनेको त सरकारले सचेत गराउनु हो नि, यो गर्नु भएन, यसले राम्रो भइरहेको छैन भनेर हामीले उठाइदिनु हो नि विरोधको रुखसोर। आखिर त प्रतिबिना डेमोक्रेसी उठ्नै सक्दैन नि। र प्रतिपक्ष चाहिन्छ भने प्रतिपक्षको सहकारी गर्न सक्यो भने सरकारसम्म सबल हुन्छ। तर अहिले प्रतिपक्ष सहकार गर्ने उहाँहरूसँग त्यो छ नै छैन। अब हुँदा सामान्य प्रधानमन्त्रीले नेपाली काङ्ग्रेस भनेको हाम्रो सहयोगी भन्यो। हामी त प्रतिपक्ष हो नि संविधानमा, त प्रतिबन्ध पनि किन हामी सानोहरू केही पनि छैन भन्ने किसिमको। हिजो पुष्पलालको पार्टी 4 सीट जितेको नि, बिपी कोइरालाले त्यस भन्नुभएको छैन पुष्पलाललाई, आदरै गर्नुभयो, गणेश मानिस सबै उहाँसँग बनारसँगै बस्नुभयो होइन। प्रतिपक्ष चाहिन्छ, सँगसँगै हिँडे पनि हामी डेमोक्रेसी मुभमेन्टमा। छाया सरकारको अर्थ चाहिँ तपाईँको अरू गर्ने होइन कि यो सरकारको काम कारवाहीको विषयमा तपाईँहरूले वाच गर्नुहुन्छ, सल्लाह सुझाव गलतमा गलत सहीमा सही भनेर हामीले जस्तै सिन्डिकेटमा कुरा हामीले विरोध गरेर राम्रो काम गऱ्यौँ नि। त्यहाँ वास्तवमा उनीहरूको व्यक्तिगत स्वतन्त्र हन त भएको छ नि त्यहाँ। तर के भने आम नेपाली जनता दुःख भइरहेको अवस्थामा सिन्डिकेट अन्तको जुन निर्णय गृहमन्त्रीले लियो त्यो एकदमै राम्रो हो नि। त्यो सबै हामीले एप्रिसिएसन गर्छ त्यो कुरा होइन। त्यस्तै ठेकदारले कार्यक्रम हामी के भने ठेकदार कार्य गर्नुपर्छ, तर विधि र कानुन अनुसार कार्य होइन। ठ्याक्क यसले सर्ट टाइम बनायो भने उसको चाहिने उसलाई जेलमा हाल्नु कुरा होइन। ल यति समयभित्र पुरा गर, भएन भने अल्टिमेट दिएर उसलाई कार्य गर्नु पऱ्यो। कानुन विधि छ नि त्यो सबै कुरा। त्यो विधि अनुसार चाहिँ सरकारले आफ्नो सुधार गर्ने काम गर्न सक्यो भने निश्चित रूपमा छाया सरकारको सन्दर्भमा भन्दाखेरि तपाईँहरूको ठ्याक्कै संरचनागत अब छाया सरकार यस्तो बन्ने, तपाईँको प्रदेशमा बन्ने, स्थानीय तहमा बन्ने, यो तिनटै सरकारमा बन्ने भन्ने त्यस्तो खासै चाहिँ खाका आइरहेको छ। छाया सरकार बन्यो भने संसद दलबाट निर्णय भयो हाम्रो है, त्यो निर्णय पनि छ, त्यसले केन्द्रीय कमिटी अनुमोदन पनि गर्यो होइन। तर अब यसको चाहिने स्ट्रक्चर कसरी बनाउने होइन, को रहने अर्थात् केन्द्रीय सदस्य छ, अहिले पहिलेको भर्खरकै तत्कालीन मन्त्री हुन्छ, त्योभन्दा पुरानो मन्त्री पनि हुन्छ, त्यो मन्त्री भने त्यो विषयमा अलिक छलफल हुन बाँकी नै छ। त्यस कारण चाहिँ हुन नसक्यो। नीतिगत रूपमा तपाईँहरू तयार हुनुभयो? तयार भयो, त्यो त तयारै छ अहिले होइन। त्यो अब पार्टी सभापतिले अनुमोदन भइसक्यो, त्यो संसद दलमा त्यो केन्द्रीय समितिमा अनुमोदन भइसक्यो भने त्यो चाहिँ यथावत निर्णय छ, त्यसलाई अब कार्यान्वयन गर्न मात्र बाँकी छ हाम्रो। त्यो कार्यान्वयनमा अलिक छलफल हुन चाहिँ त्यसलाई अलिकति म्याच्योरिटी दिनलाई चाहिँ छलफल हुन बाँकी नै छ। यो बिचमा चाहिँ तपाईँको चाहिँ करको कुरा उठिरहेको छ, अहिले कर चाहिँ बढी लियो, जनतालाई समस्या भयो भन्ने कुरा, यो करको कुरा जोड ढङ्गबाट तपाईँहरूले चाहिँ खासै उठाएको जस्तो देखिन्छ। महँगी करको जस्तै हामीले यो कर चाहिँ जुन गाविस अब पहिले अब कस्तो भन्नुहोस् न, अब तपाईँ कर पनि अब हामीले वास्तवमा सुत्केरीलाई चाहिने एउटा सुत्केरीलाई चाहिने हामी 1000 दिन्छौँ एउटा सुत्केरी भयो भने, एउटा हस्पिटलमा गएर सुत्केरी भन्ने, तर उसले त्यहाँ चाहिँ 2000 तिर्नुपर्ने अवस्था आयो। 1000 दिए त अर्को 2000 तिरेपछि त सक्यो, उसको कुनै फाइदा भएन। अब करमा पनि हामीले हिजो चाहिँ पास गर्दाखेरि 100-200 दिए पुग्ने नि होइन ट्याक्स कर, अहिले बढाएछ होइन। अब त्यस्तै चाहिँ इन्टरनेट कुराहरू बढायो, व्यापक विरोध आएपछि उनीहरूले सच्यायो हेर्नुहोस्। इन्टरनेटमा त अब त नगर्ने भनेछ उहाँले, भनेपछि 13% बढाइदिएको नि त्यहाँ चाहिँ होइन। इन्टरनेटमा बेसिक नै रह्यो नेपाली जनताले होइन, सूचनाको प्रवाह चाहिँ यसलाई त्यो रोक्ने भन्नु उहाँले त ट्याक्स लगाएपछि। अहिले त्यो उहाँले सुरुमा लागु गर्नु खोज्यो, तर अलिक विरोध आएपछि उहाँले त्यसलाई सुधारेको अवस्था पनि छ। त्यहाँ विरोध चाहिँ चाहिन्छ भन्ने कुरा बुझ्नु पऱ्यो क्या उहाँ। हामीले विरोध गर्ने त भटाभट चाहिने मन पर गर्दो रहेछ कुरा देखियो। त्यो हाम्रो विरोध जहिले पनि रहन्छ, नचाहिने कुरामा चाहिने कुरा हाम्रो सहयोग रहन्छ। भीमसेन दास प्रधानजी, तपाईँले समय दिनुभयो र यहाँसम्म आइदिनु भयो, आफ्नो विचार राख्नुभयो, यसको लागि धन्यवाद। धन्यवाद। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्याया खिची बुख मनोरञ्जन यादव नेवाला।
निया निथ सनिलया खुता त्या ताईले सुथसिया न्याता त्या ताईले हिनेसिया झिन्निता ताईले स्वेगो लोमङ्का दिमते नेवालय